साथीभाइहरूलाई धन्यवाद छ। यस 2081 साल चैत्र आज 10 गते यानि कि 12 बजेर ठ्याक्क लाएर 12 बजे पछाडि मलाई चाहिँ सरप्राइज यसरी दिनुभएको छ। जुन यो नयाँ ममता लिएर चाहिँ जिल्ला प्रहरी कार्यालयबाट मेरो दिल्ली सर होइन दिल्ली राई सर त्यसै गरी यता मेरो सालो चाहिँ यत्रो टाढोबाट 10 किलोमिटर बाट चाहिँ यत्रो राति 12 बजे राति आएर मलाई त्यस्तो सरप्राइज दिनुभएको छ। त्यसको लागि म चाहिँ तपाईँहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। र त्यसै गरी यता मेरो बर्थडेमा यता हाम्रो आदरणीय सर देखाउन सर पनि सरी भइदिनु भएको छ। त्यसमा पनि म चाहिँ धेरै नै खुसी छु र यस्तो दिन चाहिँ सधैँ आओस् र चाहिँ यस्तो दिनमा चाहिँ हामी पनि चाहिँ यस्तो साथीभाइहरू मिलेर चाहिँ अब दाजुको बर्थडे गएको अस्ति थाहै पाइनँ, तर दाजु चाहिँ घरमा हुनुहुन्थ्यो होइन। यता भाइको पनि बर्थडे थियो, तर त्यो बर्थडेमा चाहिँ सरी हुन पाइएन। तर बर्थडेहरूमा चाहिँ यसरी फलानुको बर्थडे चाहिँ आउँदैछ है फलानु दिन भनेर चाहिँ यसरी सेयर गरेपछि चाहिँ हामी पनि चाहिँ त्यो बर्थडेमा चाहिँ साडी हुन्थ्यो होला भन्दै आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। र लास्टमा मेरो आज बर्थडे भएको कारणले गर्दा अब तपाईँले कति भनिरहँदा हामी पनि तपाईँलाई जन्मदिनको शुभकामना दिन्छौँ। तपाईँले ड्युटीबाट आएर थाकेको शरीरलाई उठाएर हामीले कष्ट गरायौँ। तपाईँलाई पनि नगर्नु होला, कहिलेकाहीँ उता चढा भयो होला, कहिलेकाहीँ माइन्ड नगर्नुहोस्। भोलि बिहान 6 बजे ड्युटी छ भन्नुहुन्थ्यो, अब तपाईँलाई दुःख लाग्यो गुनासो नगर्नुहोस्। कहिलेकाहीँ यसमा चाहिँ हामीले के खुवाइदिएको छैन भइसक्यो भिडियोमा हो सानो नै क्लिप यो यसलाई अब चाहिँ लग नजिक पेपर छ कलरले तपाईँहरू खानुभयो यो अब अरू हाम्रो टिमलाई पनि ल तपाईँहरू खानु न।